आज म तपाईहरुलाई लादैछु मेरो कर्मत थलो। गाइस टोयलेट को हालत यस्तो छ फेरि यहाँ। यस्तो छ यस्तो पुरुष मात्रै छ महिला कता हो किधरे? ए महिला पनि रहेछ नि यहाँ। गाइस महिला चाहिँ यता रहेछ तर सारै मैला रहेछ। अति मैला रहेछ। हैन यहाँ टोयलेटबाट भित्र बस्न त यसरी देखिने रहेछ यहाँ सबै बाहिर। यस्तो त्यहाँबाट मान्छेले च्याएर हेर्यो भने त सब देखिन्छ झन् पिसा फेर्दै गरेको। हैन यो चाहिँ हाम्रो स्वर्ग पुर्याउने गाडी हो है। चाहिँ हामीलाई चाहिँ नामसालिङ पुर्याउँछ यो गाडीले चाहिँ। तर बसेर जानलाई चाहिँ एकदम सुविस्ता छ यही हुन्छ दाइ हुन्छ। राम्रो छ जस तपाईले हेरेर भन्न सक्नुहुन्छ। यस्तो छ एकदम लग्जरी सिटहरु छ। आउनु चाहिँ गुन्डामा आइपुग्यो त्यो चाहिँ थाहा भएन हैन तर चाक दुखेर चाहिँ भाग भइसक्यो अति भइसक्यो हैन चेपेर जङ्गलतिर जानु पर्ला हौ कतै त्यो ओह्रालो छ नि क्यामेराबाट त्यति देखेको छैन कि बाटो चाहिँ हैन चाक चाहिँ पिल्सेको छ मेरो चाहिँ पुरै यत्रो यहाँको एउटा युनिटी चाहिँ के छ भने जुनसुकै गाडी होस् हैन बिग्रियो अथवा के भयो भने निस्केर हेल्प गरिहाल्छ। अब एकचोटि लास्ट टाइम यही बाटो आउँदाखेरि होला त्यहाँ माथि एउटा बाउछोराले गाडी नालीमा हालेको थियो हामीले उ निकाल्दिएको क्या आउँदा गाइस हामी चाहिँ हिँड्दै तलसम्म जानुपर्ने भयो किनभने गाडी पछाडि छ मान्छे बिना चाहिँ लिएर आउन सक्ने भयो कि बाटो हेर्नु न बाटो कस्तो रहेछ हाम्रो काकी है काकी मेरो चाहिँ काकी सासू यता काका ससुराबा बुढी सासू यता छिमेकी बोजू यता हाम्रो काका ससुरा बुढो मामली घरको बुढी सासू बुढो मामली घरको बुढी सासू काकी र बुहारीको फेरि हँसाइ चाहिँ उस्तै रहेछ क्या जो चाहिँ हामी चाहिँ एकदमै गलेर आएको थियौँ चाकसाक पनि पिल्सेर फ्ल्याट भएको थिएन गलेर आयो आइपुग्दा राति 8:30 लगभग 9 नै बज्नु आँटेको थियो यो फोन अफ भइदियो होइन फोनले धोका दियो ड्रोनले धोका दियो भने जस्तो केही पनि गर्न पाएन म्याग्नीको गाउँको देखाउँछु गाइज होइन यो चाहिँ म्याग्नीको बाबा पढेको स्कुल है नेपाल ज्योति स्कुल है अहिले चाहिँ म तपाईँलाई यस्तो राम्रो भ्यूदेखि ठाउँमा लान्छु कमान गाइज यस्तो बब्बाल लाग्छ यो ठाउँ चाहिँ होइन मलाई चाहिँ हामीले यो ठाउँमा एकचोटि भिडियो बनाएको थियौँ हाम्रो पुरानो भ्युअर्सहरूलाई चाहिँ थाहा छ यो कुरा होइन राति चाहिँ यो बाटो यस्तो डर लाग्छ होइन यहाँनिर तर्फन्छ भनेर यहाँको लोकलले थुप्रोचोटि भनेको छ क्या खासमा चाहिँ हामी किन आएको यहाँ भन्नुहुन्छ भने चाहिँ यस्तो यस्तो भ्यूहरू हेर्न आएको क्या यहाँ चाहिँ कहाँ छ भ्यू पिस सेतो लुगा मात्रै लाउ त तिमीलाई चोडेर भनिदिन्छ गाइस यो बोट कसले चिन्छ थाहा छ के को बोट हो यो कागती भन्ला नि फेरि कागती होइन नि यो सुन्तला हो लाइन जान्छ नि लाइन जाँदाखेरि चाहिँ यतातिर कस्तो हुन्छ भने 4-5 दिनै जान्छ क्या गाउँभरिको आएर चार्ज हुन्छ क्या हाम्रो बुबाहरूको ल अब यहाँबाट देखाउँछु तल बारी पनि आएको छ के को बारी भनेर देखाइहाल्छु यहाँ भ्यू हेर्नु यहाँ पहिरो गएको थियो लास्ट टाइम मेरो यहाँ गाई सातै गइसक्यो यहाँ हेर्नु कति चाहिँ ओह्रालो छ चिप्लो न चिप्लो छ क्या यहाँबाट म झरेर मरेँ भने नि तिमीलाई तर्साएर सुरुमै लिएर जान्छु कसरी जानु म गइँदैन रातो माटो छ होइन नि बिस जानुपर्छ नि देखाउनु पर्छ नि जे देखाउनु आएको त्यही देखाएर हुन्छ के देखाउनु ल अहिले नजिक पनि लड्छौ नि फेरि साँच्चीकै डर लागेको हो मलाई जाऊ त ल गाइज होइन कस्तो डेन्जर छ यो बाटो यसलाई सपोर्ट हानेर कसम भनेको यो म्याग्नीको गाउँ हो नि त खासमा त होइन त म त बरु तराईको हो नि त प्योर होइन यो मान्छे कटुमुती छ त डर पोख्छ नि यो मलाई यहाँ हेर्नु न बाटो यस्तो छ नि त कम अन यस 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 यु क्यान डु इट चलो चलो कता हिँड्ने कि गाइज यस्तो डर लाग्दैछ यहाँ हेर्नु तलसम्म होइन उसको ठाउँको उसलाई केही थाहा छैन भुत्लो बाङ मलाई कहाँ लिएर आएको यो मान्छेले मलाई खासमा खोर्सानी बारी लिएर आएको कि मकै बारी लिएर आएछ भने यत्रो उकालो आएको गाइज रुख हेर्नु न रुख के छ के को भन त लु मलाई के थाहा नि किन सोधेको त अनि उसलाई थाहा छैन मलाई सोध्छ मलाई बोकेर लैजाऊ यहाँ हेर्नु गाइज कत्रो कत्रो साइजको छ दामी छ होइन यो सबै परसम्म चाहिँ हाम्रो चाहिँ
डल्लेको खेती छ होइन, डल्ले खुर्सानीको नि। मैले चाहिँ अब मेरो सोसियल मिडियामा यत्रो टाइम पनि भयो नि त होइन, जोड्ने लगभग मेरो 1.5 वर्ष 2 वर्ष नै हुन आँटिसक्यो। अनि चाहिँ मैले केही पनि गरिरहेको थिइनँ, बट मलाई झसँग चाहिँ एउटा कुरा चाहिँ युटिलाइज गर्नु मन लाग्यो। हाम्रो नाम्सालिङको चाहिँ एकदमै राम्रो हुन्छ डल्ले चाहिँ होइन, अर्ग्यानिक हुन्छ नि। प्लस यहाँ चाहिँ के पनि मल छैन है, के पनि मल छैन। अनि यहाँको अचारलाई आफ्नै बारीको अचारलाई चाहिँ आफ्नै बारीको डल्लेलाई चाहिँ अचारमा कन्भर्ट गरेर, अथवा तपाईँहरूलाई डल्ले नै मनपर्छ भने पनि म तपाईँहरूलाई डल्ले नै पनि बेच्न सक्छु होइन। म चाहिँ अब स्टार्ट गर्दैछु एउटा सानो जोड्ने होइन, त्यहाँ चाहिँ तपाईँहरूको साथ सपोर्ट, थोरै माया, धेरै लभ चाहिन्छ होइन। सो यही हो, डल्ले चाहिँ देखाइदेऊ न साइज। तपाईँहरूलाई यो साइज मनपर्छ कि यो साइज मनपर्छ कि यो साइज मनपर्छ कि होइन, अझ बिग साइज मनपर्छ कि होइन, जस्तो भने छानी छानी तपाईँहरूले आफ्नो साइजको खान सक्नुहुन्छ हाम्रो बारीमा। के गरेको यत्रो दुःख गरेर लगाएको यार यो सबै यो प्लास्टिक गाइस, अनुहार हेर्नु न, दुःख गर्नेको अनुहार हो त। यत्रो दुःख गरेको छ हेर त, बाउको दुःखलाई उसको दुःख भनेर लाज शरम हुँदैन रहेछ। म केही बोलिनँ, म जान्छु। जस यत्रो छ है, यहाँदेखि नै अब यो मोबाइलमा देखाएर साध्य नै छैन होइन, त्यत्रो छ। मेरो बुढा पनि यत्रो छ, उही झाँठा झन्डै लडे ल। गाइस कोलाई मनपर्छ रुख टमाटर छ यहाँ। कोले चिन्नुहुन्छ यो टमाटर? मलाई लाग्छ झापाको मान्छेहरूले पनि चिन्नुहुन्छ होला यो होइन, त्यसरी पनि फल्छ कि। तर झापामा फल्ने चाहिँ अलिक डल्लो डल्लो हुन्छ, यहाँको चाहिँ अलिक लामो लामो हुन्छ है, अन्डा आकारको। त्यही भएर म्याग्नी डल्लो डल्लो अन्डा आकारको। अब हामी जान्छौँ। मकै त कति छ के खोज्नुहुन्छ त्यही छ क्या, कफी छैन कि, करेला छैन कि, मकै छैन कि, इस्कुस सिमी छैन कि, जे छ हाम्रो बारीमा। तर्साइदियो ओ बुवा, हान्दैन नि यसले? हान्छ र? हान्दैन नि, डराउँछ क्या जोत्मै। ए नयाँ हो ए हान्नु त हान्दैन होइन, छेउमै गएर बसिदियो भने त हान्छ। ओ त्यहाँ दसैँको हाम्रो आकाशको चाहिँ कान्छी फुपू मेरो। हेलो भन्नु हाम्रो हामीलाई माया गर्नेहरूलाई। मेरो बेस्ट फुपू, कन्टेन्ट क्रिएटर पनि है मेरो फुपू। धात्रा खड्का आर्यनको त देख्थ्यो त। फुपूलाई चिन्ने गाडीमा भेटिरहेको थिएँ हामीले। हामीलाई चिन्दो रहेछ कि, अनि ऊ धात्राको चाहिँ को हो तपाईँहरू भनेर सोचिरहेको थिएँ। होइन केटी केटी भन्दा नि जस तपाईँहरू यहाँ स्विटी छ। गाइज होइन, मेरो चाहिँ फेभरेट भनेको फर्सीको मुन्टा, अनि त्यहाँदेखि फुपूहरूकोमा चाहिँ फर्सीको मुन्टा छ क्या। म चाहिँ त्यही लिन जान आँटेको, फर्सीको मुन्टा घिउमा भुटेर। कता तिमी खाऊ न, मनपर्छ तिमीलाई? मिठो लाग्छ? काजु खाऊ ल, हेरौँ ल। ल खाऊ न काजु। ल बी खै दात इनफै हुन्छ। आलु नबिसाउँदा नि हुन्छ ल, थ्याङ्क यू। फर्सीको मुन्टा खान आएको अरे गाइस यो चाहिँ सट्ट नाम्सालिङको मेन हाइवे, हात्ती टार रोड पनि समथिङ के भन्दो रहेछ यसले त। म चाहिँ अब यो मुन्टा पकाएर खान्छु गएर। यो हाम्रो दोकान, हाम्रो मतलब मम्मीको र बाउको। अनि यो देखाइदिनु न यसलाई, यो चाहिँ के हो? यो पुछु रे। ओइ हेलो 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 बुवाले मुन्टा लिएर मुन्टा बोकेर आउनु भएछ। यता पनि मुन्टा तिमीले खाने भन्थ्यो अनि बाउले खोजी पठायो। यत्रो सबै त धेरै हुन्छ नि एकैचोटि धेरै हुन्छ चप्पल लगाएर हिँड। के डोनाल्ड ट्रम्प बोलेको हेर्दै हुन्छ त? डोनाल्ड ट्रम्प
डोनाल्ड ट्रम्प होइन त को हो त इलन मस्क। इलन मस्क चाहिँ हुन्छ मेरो टाउकोमा गिराउनु के हाँस्यौ त भरे यो मिठो बनाएन भने खान्छ है मान्छेहरूले खर्सीको मुन्टा खसीको खसीको मुन्टा खसीको खर्सीको मुन्टा मिठो 800 सबै आफै धुनमा छ बाबा उयो छ मम्मी यता म यता अनि यो यता सबै चारतिर पाँचतिर ओए